नमस्कार हजुरलाई फेरि पनि बिहानको समयमा यो अपडेट लिएर आएको छु। हजुरहरू कहाँ हुनुहुन्छ होला, सायद मेरो युट्युब च्यानललाई हेरिरहनु भएको छ होला र तपाईहरुले यो जानकारी दिन गइरहेछु। अनि आज हामी यहाँनिर पोस्टको गड्डा खन्न गइरहेछौँ। ढुङ्गा निस्केको कारणले गर्दाखेरि धेरै कठिन अवस्था भइरहेको छ र पनि केही छैन, फुट्ने खालको ढुङ्गा छ है। र अहिले फिलहाल हामी चाहिँ 3 जना छौँ अनि यहाँनिर अब 4वटा गड्डा खन्नु छ र ढुङ्गा मात्र छ है। तपाईहरुले यो भिडियोलाई हेरेर लाइक कमेन्ट शेयर अनि प्लिज सब्स्क्राइब पनि गरिदिनु होला भनेर म बिन्ती गर्दछु। र यहाँको खल्टाहरु चाहिँ कम्प्लिट भइसकेको छ है, कम्प्लिट भइसकेको छ। दिन पनि मौसम पनि अहिले घुमिरहेछ धेरै है, क्लाउडी भइरहेको छ। र अहिले हाम्रो सूर्यमामाले उता फर्केर चिया पिइरहनु भएको छ, ब्ल्याक टी। हिजो चाहिँ ग्रीन टी ज्यादा खानु भएको थियो, आज चाहिँ ब्ल्याक टी पिउनु हुँदैछ। ल है साथी हो, लाइक कमेन्ट शेयर गरिदिनु होला, सब्स्क्राइब पनि गरिदिनु नभुल्नु होला भन्दै म यो सानो मेरो भिडियोलाई यहीँ राख्दछु। धन्यवाद।